खोक्रो फुट्टी गरेर चिच्याको भात पाको भात खान आऊ पाक्या भए पस्किँदै गर अलि राम्रोसँग अर्जाप दे चिम्मलको खुर्पा अघिदेखि सोला नि तेरो कारणले हामीले झन्डै गाउँ छोडेर जानु परेको थियो ल म अर्जापेर लगिदिन्छु तँलाई के पठाउनु केही न केही बियो गर्न आउँछस् धन्न अघि रिसाउँदाखेरि पनि ऋणको कुरा गरेनन् साँच्ची ऋण चाहिँ कति ल्याऊ आमा जिमल सामने कति हुनु तेरो बाउ खसेर क्रिया गर्दाखेरि 2500 रुपियाँ लिएको अहिले 7 वर्ष भइसक्यो तेरो बाउ खसेको 25 रुपियाँ पनि तिर्न सकेको छैन अहिलेसम्म त साउको ब्याजको स्याज भएर तिर्नै नसक्ने भइसक्यो तिर्न गर आमा मक्क मार तिर्छु नि तेरै त छ नि एउटा भर अब